केही दृश्य देखाउन चाहन्छु। यहाँको बाटो अलि धेरै नै विकट रहेको थियो, धेरै नै छोटो थियो अनि बाटो बगाएको अवस्था रहेको थियो। एउटा सवारी साधन आवत गरेर एकदमै कठिन अवस्था रहेको थियो। अनि यहाँ चाहिँ कारमा सरकारले केही व्यक्ति र मानिसहरू हटाएको छ। त्यो दृश्यहरू हजुरहरूमा देखाउन चाहन्छु र हजुरहरूलाई कस्तो लाग्छ जस्तो लाग्छ त्यसको प्रतिक्रिया दिनु होला र कमेन्ट पनि गर्नु होला। अनि साथै सेयर गर्नु होला, सब्सक्राइब गर्नु होला र हाम्रो फेसबुक पेजलाई फलो र हाम्रो नेपाली पत्रकार युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। अब हेरौँ है त केही दृश्य पनि यो हेर्न सक्नुहुन्छ। यो चाहिँ एकदमै महत्त्वपूर्ण हो। यो दार्मा सरकारले यसरी कामहरू गरेको छ। यसमा दार्मा सरकारलाई तपाईँहरू के भन्न चाहनुहुन्छ कृपया कमेन्ट बक्समा कमेन्ट गर्नु होला। र यो दृश्य हेर्न सक्नुहुन्छ। यो करिब थाब्लादेखि यो बाङ्गालाखुरी जाने बाटोमा यो विकास भइरहेको छ। यो खोलानेर यहाँनिर हजुरहरूले पनि यात्रा गर्नुभएको हुनसक्छ है। एकदमै हेर्नुहोस्। त्यही बाटो हो खार्लोदेखि आउने चाहिँ, खार्लोदेखि आउने बाटो विकास भएको छ। र त्यहाँदेखि केही ओर धारा पिल्लाहरूदेखि ओर चाहिँ यस्तो यहाँनिर पनि यो मोड अलि अप्ठ्यारो नै रहेको थियो र यहाँ पनि विकासको कार्यहरू दार्मा सरकारले गरिरहेको छ। यो चाहिँ मथङ रोडको केही दृश्यहरू रहेको छ। दार्मकोट जाने बाटो हो यो चाहिँ है। दार्मकोट जाने बाटो हो। छिटोभन्दा छिटो निर्माण कार्य भइरहेको छ। हेर्न सक्नुहुनेछ। हेर्न सक्नुहुनेछ। हस् निर्माण कार्य भइरहेको अवस्था छ। यो मथङ रोड पनि हेर्न सक्नुहुन्छ होइन। मथङ रोड पुरै आधा चाहिँ पिच भइसक्यो, पुरै पिच भइसकेको छ भनौँ है। यहाँनिर मात्रै हल्का रहेछ, पिच भएको रहेन छ न। त्यो यो पुरै मथङ रोड पुरै पिच भएको अवस्था रहेको छ। कालिया खोला जाने रोड हो होइन। अनि यो चाहिँ माथिको भएर यहाँदेखि चाहिँ हल्का यो केही उको सामानहरू परिरहेको छ होइन। उता कालिया खोला जाने बाटोतिर बनाउने यो केही माल मटेरियलहरू रहेको छ। दर्शकबिन, आजको भिडियो हजुरलाई जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला है। र हाम्रो नेपाली पत्रकार न्युजलाई चाहिँ सब्सक्राइब गर्न नबिर्सिनु होला र साथै फेसबुक पेजमा हेर्दै हुनुहुन्छ भने फलो अवश्य गरिदिनु होला।